हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज म तपाईँहरूलाई आफ्नो पेजमा जुन पेज नम्बरहरू एप्लाई गर्नुभएको छ भने त्यो पेज नम्बरहरूलाई सेटअप कसरी गर्ने त्यो कुरा भन्न गइरहेको छु। कृपया भिडियोलाई अन्त्यसम्म अवश्य हेर्नुहोला। सो हामीले यहाँ पेज नम्बरलाई एडजस्ट गर्नु पर्यो। एडजस्ट भन्नाले पनि फर इक्जाम्पल तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो हाम्रो पहिलो पेज हो भने अभियसली कुरा हो हामीले पेज नम्बर सेट गरेपछि पेज नम्बर 1 पहिलो पेजबाट नै आउँछ एन्ड देन सेकेन्ड पेज नम्बरमा पेज नम्बर 2, 3, 4, 5 यसरी नै आउने हो भने अब यदि हामीसँग कन्डिसन यो छ कि हामीले आफ्नो पेज नम्बरमा स्टार्टिङ पेज 2 बाट या 3 बाट राख्नु पर्यो भने हाउ क्यान वी डु दिस। सो हामीले त्यसको लागि सबभन्दा पहिले गर्नुपर्ने के हुन्छ, त्यसको लागि हामीले एकदम सिम्पल स्टेपहरू लिनुपर्ने हुन्छ। हामीले के गर्ने हो, सिम्पली इन्सर्टमा जाने, इन्सर्टमा गइसकेपछि तपाईँले हेडर फुटरको ट्याब देख्नुहुन्छ। यो ट्याबमा तपाईँले यहाँबाट हेडर फुटर एन्ड पेज नम्बर पनि हेर्न सक्नुहुन्छ भने यो पेज नम्बर पनि यहीँ छ भने यो पेज नम्बरमा जब क्लिक गर्नुहुन्छ भने तपाईँ कहाँ लट्स अफ अप्सन्सहरू आउँछ। यहाँबाट टप अफ द पेज, बटम अफ द पेज, पेज मार्जिन र करेन्ट पोजिसन। मतलब यो पेज नम्बर टपमा राख्ने, बटममा राख्ने या पेजको मार्जिन छेउतिर राख्नुहुन्छ या फिर करेन्ट पोजिसन मतलब जहाँ तपाईँको यो क्रसर ब्लिङ्क गरिरहेको छ त्यहाँ राख्नुहुन्छ भने हामीले अलरेडी तल राखिसकेको छौँ भने हामीले यसलाई नै सच्याउने हो भने हामीले के गरिरहेको थियौँ, स्टार्टिङ पेजमा पेज नम्बर 2 या 3 बाट नम्बर लगाउनु पर्यो। यो 1 नम्बर चाहिँ हुनु भएन यहाँ। अनि त्यसको लागि हामीले एकदम सिम्पलै स्टेप के गर्ने हो भन्दाखेरि सिम्पल पेज नम्बरमा क्लिक गर्ने अनि त्यसपछि यो चार्टे अप्सनलाई इग्नोर गरेर ठ्याक्कै यसको तल हेर्नुहुन्छ भने यहाँ के छ, फर्मेट पेज नम्बर। यो फर्मेट पेज नम्बरमा क्लिक गर्नुहुन्छ भने तपाईँले यहाँबाट एउटा फर्मेट पेज नम्बरको ड्यासबोर्ड देख्नुहुन्छ। यो फर्मेट पेज नम्बरमा तपाईँले अब 1, 2, 3 वाला चाहियो, एबिसिडी वाला चाहियो भने तपाईँले यहाँबाट राख्न सक्नुहुन्छ। र अर्को के छ भन्दाखेरि यहाँ पेज नम्बरिङमा देख्न सक्नुहुन्छ कन्टिन्यू फ्रम प्रिभियस सेक्सन दिएको छ, यसलाई हामीले छोडिदिने। त्यसपछि स्टार्ट एट कतिबाट स्टार्ट गर्ने, मलाई इक्जाम्पलको लागि 3 बाट स्टार्ट गर्नु छ भने यहाँ 3 सेट गर्ने हो एन्ड देन ओके। हाम्रो काम यहाँ डन भइसक्यो। हामीले हेर्न सक्छौँ यो चाहिँ हाम्रो फर्स्ट पेज हो। फर्स्ट पेजमा गएर हेर्नुहोस् 3, सेकेन्ड पेजमा 4, थर्ड पेजमा 5, फोर्थ पेजमा 6 एन्ड देन फिफ्थ पेजमा चाहिँ पेज नम्बर 7। आई होप तपाईँलाई यो भिडियो राम्रो लाग्यो होला। इफ तपाईँले योबाट केही सिक्नु भएको छ भने भिडियोलाई लाइक गर्नु होला र आफ्नो नियरेस्ट फ्रेन्डलाई पनि यो भिडियो सेयर गर्नु होला जो अहिले माइक्रोसफ्ट वर्डमा भर्खरै स्ट्रगल गर्दैछ। थ्याङ्क्स फर वाचिङ।